निर्वाचन नजिक आएका बेला बैतडीका विभिन्न स्थानमा आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले र्याली र कोणसभाको आयोजना गरेको छ। रासोपाका उम्मेद्वार सहित जिल्लाका विभिन्न स्थानमा र्याली र कोणसभाको आयोजना गरिएको रासोपाले जनाएको छ। जिल्लाको सिल्लेगाडा सदबाजदेखि माण्डु गुठला पानी हुँदै चुलाघाटसम्म र्याली पुगेको रासोपाका समानुपातिक उम्मेद्वार हरिश भट्टले जानकारी दिए। सयौं नेता र कार्यकर्ताहरूको सहभागितामा र्याली र कोणसभाको आयोजना गरिएको भट्टले बताए। कोणसभामा रासोपाका प्रत्यक्षतर्फका उम्मेद्वार हरिमोहन भण्डारी, समानुपातिक उम्मेद्वार हरिश भट्ट लगायतका नेताहरूले सम्बोधन गरेका छन्। नागरिकको चाहना अनुसार अहिलेसम्मका सरकारहरूले काम नगरेको भन्दै उनीहरूले यो पालि मत परिवर्तन गर्न आग्रह गरेका छन्। चुनावी प्रचार प्रचारलाई निरन्तरता दिने क्रममा आज राजमार्ग नजिकका बजारमा र्याली सहित कोणसभाको आयोजना गरेको रासोपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजा जोशी क्वालिटीले बताए। र्यालीमा स्वस्फूर्त रूपमा उत्साहजनक सहभागिता रहेको उनले दावी गरेका छन्।